नमस्ते, दियारे च्यानलमा स्वागत छ। आजको विषयवस्तु रहेको छ एक्सेलमा कट पेस्ट गर्दा ध्यान दिनुपर्ने कुरा। यसको लागि पहिले नै मैले एउटा फर्मेट तयार पारिसकेको छु जसमा डाइरेक्ट एक्सपेन्सेसको डिटेल्सहरू र एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसको डिटेल्सहरू रहेको छ र यसको टोटल पनि मैले गरिसकेको छु। अब आजको विषयतिर लागौं। यसमा डाइरेक्ट एक्सपेन्सेसको अन्तिमतिर रहेको रो इन्सुरेन्स अर्थात् टोटलको माथितिर रहेको जुन रो छ यो इन्सुरेन्सको रोलाई कट गरेर यदि मैले तल एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा पेस्ट गरेको खण्डमा भने यसमा यो टोटलमा मिस्टेक देखिन्छ। अर्थात् यसको असर यो टोटलमा पर्छ भने यो इन्सुरेन्सभन्दा माथिको जुनसुकै रोलाई कट गरेर तल पेस्ट गर्यो भने यसमा कुनै पनि असर पर्दैन, यो टोटलमा कुनै पनि असर पर्दैन। यसको लागि मैले सबैभन्दा पहिले वेजेसलाई कट गरेर पेस्ट गर्दछु। मैले यदि यसलाई वेजेसलाई कट गरेर यहाँ पेस्ट गरेको खण्डमा यो स्वतः यहाँ आइसकेको हुन्छ र यसको टोटलमा कुनै पनि असर पर्दैन। जस्तो कि यहाँदेखि यहाँसम्मको टोटल यहाँ आउनुपर्ने यतिकै आएको छ र यहाँ यसमा पनि यो टोटल यहाँदेखि यहाँसम्म आउनुपर्ने यो यति नै आएको छ। तर कुरा रह्यो यो इन्सुरेन्स यो जुन यो डाइरेक्ट एक्सपेन्सेसको लास्टमा रहेको अर्थात् टोटलको माथितिर रहेको जुन रो छ यसलाई कट गरेर यहाँ पेस्ट गर्यो भने यो टोटलमा मिस्टेक हुन जान्छ अथवा यसमा चाहिँ असर पर्न जान्छ। यसलाई मैले यो इन्सुरेन्सलाई मैले कट गरेर यता मैले पेस्ट गर्यो भने यहाँ के देखिन्छ त भनेपछि यस्तो एउटा वार्निङ आउँछ, सर्कुलर रेफरेन्स वार्निङ भनेर। यो भनेको के हो त भनेपछि जुन मैले यो इन्सुरेन्सलाई माथिबाट कट गरेर पेस्ट गरेँ, जहाँ मैले पेस्ट गरेको त्यहाँसम्म नै यो टोटलमा यहाँसम्मकै टोटल यहाँ आउँदछ। जस्तो मैले यहाँ डबल क्लिक गरेँ भने यसको चारैतिर रहेको जुन यो हाइलाइट भएको जुन बोर्डर छ यसले स्पष्ट हुन्छ कि यसको टोटल यहाँ माथिदेखि यहाँसम्म नै आइसकेको देखिन्छ। तर हामीलाई हुनुपर्ने यहाँदेखि यहाँसम्म मात्र यति मात्र हुनुपर्ने, जस्तो हामीले टोटल यति मात्र हुनुपर्ने तर यसको टोटल भने यहाँदेखि यहाँसम्म नै आइसकेको छ। तसर्थ यो यस्तो आइसकेपछि यो यसको टोटल यहाँ मिस्टेक हुन गयो भनेपछि यसलाई अब हामीले फेरि एकचोटि अटोसम गर्नुपर्ने हुन्छ। जस्तो मैले यसलाई यहाँसम्म राखेर यसलाई अटोसम गरेँ भने यसको चाहिँ टोटल चेन्ज भइसकेको छ र यो यसको टोटल अब यहाँदेखि यहाँसम्म मात्र छ भने यसको टोटल पनि यहाँदेखि यहाँसम्म मात्र छ। अब चाहिँ यसको मिल्यो। यसको तात्पर्य मैले भन्नुको तात्पर्य के त भनेपछि यदि डाइरेक्ट यो जुन यो डाइरेक्ट एक्सपेन्सेसको मैले लास्टमा रहेको रो अर्थात् टोटलको माथितिर रहेको रोलाई कट गरेर यदि कुनै ठाउँमा पेस्ट गरेको छ भने यसको सिधै असर यो टोटलमा जान्छ, यो टोटल मिस्टेक हुन जान्छ। सो हामीले चाहिँ यस्तो किसिमको कट र पेस्ट गर्दाखेरि भने यो टोटललाई हामीले ध्यान दिनुपर्ने हुन्छ र यसलाई फेरि एकचोटि रिटोटल गर्नुपर्ने हुन्छ। हस्त यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, सेयर र लाइक पनि गरिदिनु होला। धन्यवाद।